हामी धेरै जसोले मतलब आफ्नो नियमित जागिर चटक्कै छोडेर संसार घुम्न निस्किने एउटा निकै नाटकीय कल्पना गरेका हुन्छौँ नि, होइन र? एकदमै हरेक मान्छेको दिमागमा त्यो एउटा चित्र त बनेकै हुन्छ। हो नि, कुनै चलचित्रको मुख्य पात्र जस्तै पछाडि झोला भिरेको छ, अनुहारमा एउटा स्वतन्त्रताको मुस्कान छ अनि अगाडि खुल्ला बाटो छ। तर खासमा कसैले पनि यो बताउँदैन कि त्यो हामीले खोजेको स्वतन्त्रताको पहिलो दिन प्राय कुनै सरकारी कार्यालयको धुलो वा अस्तव्यस्त लाइनमा बित्छ। सही कुरा। र आजको हाम्रो यो गहिरो छलफलको केन्द्रबिन्दु पनि त्यही झन्झटिलो तर सुन्दर यथार्थ नै हो। आज हामीले के स्रोत सामग्री लिएका छौँ नि? आज हामी अ न्यू च्याप्टर काठमाडौँ वर्क एन्ड वान्डरलस्ट नामक एउटा यात्रा संस्मरण वा भ्लगका अंशहरूलाई केलाउँदैछौँ। यो स्रोतले एउटा व्यक्तिले भर्खरै जागिर छोडेपछिको अवस्थालाई मजाले समेटेको छ। भनेपछि यसमा काठमाडौँको प्रशासनिक कामकाज र घुमफिर दुवै कुरा छन्। एकदम। आजको हाम्रो मुख्य उद्देश्य नै त्यही हो क्या, त्यो कम्फोर्ट जोन छोड्ने साहसिक कदम र त्यसको लगत्तै ठोकिन आइपुग्ने कागजी कामको यथार्थ बीचको तालमेललाई बुझ्नु। यो सुन्दा सामान्य यात्रा विवरण जस्तो मात्र लाग्न सक्छ, तर हेर्नुहोस्, यसले एउटा निकै गहिरो मनोवैज्ञानिक अवस्थालाई चित्रण गरेको छ। त्यो त हो। एउटा महत्त्वपूर्ण जीवन परिवर्तनसँगै भौतिक यात्रा, झन्झट र शान्तिको खोजी कसरी एकै पटक अघि बढ्छन् भन्ने कुरा यसमा स्पष्ट देखिन्छ। त्यसो भए यात्राको सुरुवातबाटै कुरा गरौँ न त। स्रोत सामग्रीको पहिलो दृश्य नै घरबाट काठमाडौँतर्फको बस वा माइक्रो बसको यात्राबाट सुरु हुन्छ। त्यहाँबाट यात्रा सुरु भयो। त्यहाँ भनिएको छ कि जागिर छोडेर केही कागजपत्र बनाउन र सँगै काठमाडौँका राम्रा ठाउँहरू घुम्न यो यात्रा तय गरिएको हो। र त्यहाँ एउटा निकै इमान्दार भनाइ छ क्या। के भनिएको छ त्यसमा? त्यसमा भनिएको छ मनमा अलि एक्साइटमेन्ट पनि छ, अलि टेन्सन पनि छ। जागिर छोड्दा यस्तो फिल हुँदो रहेछ, तर लाइफमा कहिलेकाहीँ नयाँ निर्णय लिनै पर्छ। वाउ, यो एकदमै गहिरो कुरा हो। तर मलाई यहाँनिर एउटा कुरा अलिकति खड्कियो क्या। हरेक महिना आउने तलब चटक्कै छोडेर हिँड्दा त्यो एक्साइटमेन्ट भन्दा पनि भयानक डर हाबी हुनुपर्ने होइन र? त्यो उत्साह चाहिँ कहाँबाट आउँछ? त्यो एकदमै जायज प्रश्न हो। खासमा नियमित जागिर छोड्नु भनेको हाम्रो आदिम मस्तिष्कका लागि एउटा ठूलो सङ्कटको सङ्केत हो नि त। आदिम मस्तिष्क भनेको त्यो पुरानो जमानाको कुरा गर्न खोज्नु भएको हो नि? हजारौं वर्ष अघि जब मानिस गुफामा बस्थ्यो, उसलाई सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो। आजको युगमा त्यो गुफा भनेको हाम्रो जागिर र तलब हो। भनेपछि गुफाबाट बाहिर निस्किँदा डर लाग्नु स्वाभाविक हो। एकदमै। जब कोही त्यो सुरक्षित गुफाबाट बाहिर निस्किन्छ नि, दिमागको खतरा पहिचान गर्ने प्रणालीले साइरन बजाउन थाल्छ। त्यसैले त्यो टेन्सन महसुस हुन्छ। अनि उत्साह नै? मानिस स्वभावै नयाँ कुराको खोजी गर्ने प्राणी पनि हो क्या। नयाँ ठाउँ र स्वतन्त्रताको कल्पनाले दिमागमा एउटा छुट्टै रसायन उत्पादन गर्छ, जसले त्यो एक्साइटमेन्ट दिन्छ। भनेपछि यो त गुडिरहेको सुरक्षित रेलबाट हाम फालेर कतै अनकन्टार जङ्गलमा पुगे जस्तो अवस्था पो रहेछ त। एकातिर लडेर चोट लाग्ने डर छ, अर्कोतिर पूर्ण स्वतन्त्रता। सही हो। यो द्वन्द्व नै सायद त्यो नयाँ निर्णय लिनै पर्छ भन्ने अठोटको आधार हो। तर जब त्यो बसको झ्यालबाट दृश्यहरू पछाडि छुट्दै जान्छन् नि, मलाई लाग्छ त्यो भौतिक गतिले दिमागलाई पनि एउटा सङ्केत दिइरहेको हुन्छ कि ल है, अब हामी विगतलाई पछाडि छोड्दैछौँ। त्यो निरन्तरको गतिको ठूलो मनोवैज्ञानिक महत्त्व हुन्छ। त्यसले तार्किक रूपमा आफैलाई सम्झाउन मद्दत गर्छ कि पछाडि फर्किने बाटो अब बन्द भइसक्यो। तर बसको त्यो दार्शनिक सोचाइ र उडिरहेका ठूला सपनाहरू तब चकनाचुर हुन्छन् जब पाइला काठमाडौँमा पर्छ। बसबाट ओर्लिने बित्तिकै कुनै सुन्दर दृश्यले स्वागत गर्दैन नि त। काठमाडौँको रियालिटी त त्यही हो। स्रोतमा पनि स्पष्ट रूपमा काठमाडौँ पुगेपछिको पहिलो काम अफिसमा गएर कागजपत्र मिलाउने रहेको देखाइएको छ। लाइन बस्नुपर्ने, कागज मिलाउनु पर्ने झन्झट छ। अनि त्यसको लागि एकदमै धैर्यता चाहिन्छ। हो, त्यहाँ पनि पेशेन्स अर्थात् धैर्यता चाहिने कुरा उल्लेख छ र भनिएको छ यो पनि जीवनको एउटा पाठ हो। यो भनाइले धेरै कुरा प्रश्न पार्छ क्या। तर मलाई के लाग्छ भने भर्खरै म अब स्वतन्त्र भएँ भनेर उड्न खोजिरहेको मान्छेलाई यो प्रशासनिक झन्झटले नराम्रोसँग भुइँमा पछार्ने काम गर्दैन र? भुइँमा पछार्ने भन्दा पनि नि, यसले भुइँमा टेक्ने आधार दिन्छ भन्नु अझ सटिक होला। भुइँमा टेक्ने आधार मतलब? हेर्नुहोस्, जब हामी ठूला निर्णयहरू लिन्छौँ, हामी एउटा आदर्शवादको चरम उत्कर्षमा हुन्छौँ। हामीलाई लाग्छ अब सबै कुरा सहज हुन्छ,
तर त्यो लामो लाइनले एउटा कडा रियालिटी चेक दिन्छ। ए भनेपछि जीवन भनेको ठूला निर्णय मात्र होइन भनेर सम्झाउँछ। ठ्याक्कै साना पट्यार लाग्दा प्रक्रियाहरूको योगफल पनि हो जीवन भन्ने कुरा यसले महसुस गराउँछ। सायद यो रियालिटी चेककै कारणले मानिसको त्यो मेन क्यारेक्टर सिन्ड्रोम वा आफूलाई संसारकै केन्द्रबिन्दु ठान्ने भ्रम पनि टुट्छ होला हैन र? हो नि, जागिर छोड्ने बेला नायक जस्तो लागे पनि लाइनमा पुगेपछि त आफू केवल टोकन नम्बर 45 मात्र हो भन्ने महसुस हुन्छ। गुरुत्वाकर्षणले पहिले उभिन त सिक भनेर च्याप्प समातेको जस्तो क्या। वाउ, त्यो एकदमै सुन्दर तुलना हो। नयाँ जीवन सुरु गर्नु भनेको पहाड चढ्नु जस्तै हो, तर पहाड चढ्नु अघि जुत्ताको तुना बाँध्न नि युरिनै पर्छ नि। भनेपछि त्यो कागजपत्रको झन्झट भनेको त्यही तुना बाँध्ने प्रक्रिया हो त? यसले धैर्यता सिकाउँछ। यदि त्यो लाइनमा बस्ने धैर्यता छैन भने नयाँ च्याप्टरले ल्याउने अनिश्चिततासँग जुझ्ने क्षमता पनि हुँदैन भनेर दिमागले पूर्व तयारी गरिरहेको हुन्छ। र जब त्यो जुत्ताको तुना बान्ने काम सकिन्छ नि, बल्ल मानिसले राहतको सास फेर्छ। एकदम। अनि त्यसपछि यात्रा कता मोडिन्छ नि? स्रोतमा पनि अफिसको काम सकिएपछिको गन्तव्य सिधै उचाइतर्फ मोडिएको छ। त्यहाँ चन्द्रागिरी हिल्सको भ्रमण गरिएको छ। भनिएको छ यहाँको भ्यू त कति राम्रो छ, सारा काठमाडौँ देखिन्छ। त्यो उचाइको अनुभव एकदमै महत्त्वपूर्ण छ। त्यही त मलाई के लाग्छ भने सरकारी कार्यालयको त्यो अस्तव्यस्तताबाट निस्किने बित्तिकै सिधै पहाडको टुप्पोमा पुग्न खोज्नु कुनै संयोग मात्र होइन क्या। यो त निसासिएको अवस्थाबाट बाहिर निस्केर लामो सास फेर्ने एउटा प्रयास जस्तो लाग्छ। पक्कै पनि। जब मानिस अस्तव्यस्तता र तनावको बीचमा हुन्छ नि, उसको दृष्टिकोण एकदमै साँघुरो हुन्छ। अफिसको एउटा सानो कागज नमिलेको कुरा नै संसारको सबैभन्दा ठूलो समस्या जस्तो लाग्छ। अनि माथि पुगेपछि त्यो सोच बदलिन्छ। हो, जब मानिस चन्द्रागिरी जस्तो उचाइमा पुग्छ र पुरै काठमाडौँलाई तल हेर्छ, त्यसले एउटा मनोवैज्ञानिक प्रभाव पार्छ। त्यसलाई साइकोलोजिकल डिस्टेन्सिङ भनिन्छ। साइकोलोजिकल डिस्टेन्सिङ अलि बुझाइदिनुस् न। मतलब मनोवैज्ञानिक दूरी कायम गर्ने प्रक्रिया। माथिबाट हेर्दा त्यो जाम, त्यो अफिसको लाइन एकदमै सानो देखिन्छ नि त। आफ्ना समस्याहरू पनि विशाल दृश्यको अगाडि नगण्य लाग्न थाल्छन्। उचाइले दिने त्यो फराकिलो दृष्टिकोणको कुरा त बुझ्यो, तर चन्द्रागिरी पछि यात्रा सिधै स्वयम्भूनाथ र बौद्धनाथ स्तूपको भ्रमणतर्फ मोडिन्छ। आध्यात्मिक ठाउँहरूतर्फ। स्रोतमा स्वयम्भूको बारेमा वातावरण शान्त छ, स्पिरिचुअल फिलिङ आउँछ भनिएको छ। बौद्धनाथको बारेमा त झन् यहाँ